यात्राको चौथो दिन लेकसाइड खपौडीमा रहेको टुरिस्ट रोड बिस्ट्रोमा हामीले बारबेक्यू गरेर त्यहीँ बस्ने निर्णय गऱ्यौँ। अनि साथसाथै मेरो जीवन सङ्गिनीको पनि बर्थडे परेकोले हामीले त्यहीँ सेलिब्रेट गर्ने निर्णय गऱ्यौँ। त्यतिन्जेलसम्म श्रीमती र सानी पोखरा बजारबाट सपिङ गरेर आइसक्नु भएको थियो। केक काटिसकेपछि हामी लाग्यौँ बारबेक्यू गर्नतिर। यसरी हाम्रो चौथो दिन पनि यहाँ सकियो र अब हामी पाँचौँ दिनतिर प्रस्थान गर्दैछौँ।